हेलो साथीहरू, नमस्कार, नमस्ते। तपाईहरुको अब असार मसान्त सकिने बित्तिकै अब नयाँ काम सुरु भइसक्यो। अब नयाँ काम भन्नाले अब तपाईहरुलाई श्रावण 1 देखि असार मसान्तसम्ममा काम गरेको आधारमा भर्नुपर्ने यो सहायक तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फारम पनि भर्नुपर्ने हुन्छ। तपाईहरुलाई थाहा होला। अब यो चाहिँ सहायक कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन हो। अधिकृत स्तरको छुट्टै हुन्छ, यो सहायक स्तरको छुट्टै हुन्छ। त्यो हेरेर त्यसरी भर्नुपर्छ। कार्य सम्पादन मूल्याङ्कन फारम भर्ने निर्देशिका हो यो। खण्ड क, खण्ड ख र खण्ड ग। खण्ड क मा सम्पादित कामको विवरण उपलब्ध गराउनुपर्छ। खण्ड ख मा चाहिँ सुपरिवेक्षक र पुनरावलोकनकर्ताले नम्बर हालेर मूल्याङ्कन गर्नुपर्ने हुन्छ। खण्ड ग मा पुनरावलोकन समितिको मूल्याङ्कन हुन्छ। अब यो 3टा खण्ड छ। खण्ड क मा चाहिँ के गर्नुपर्छ त? सम्पूर्ण विषय लक्ष्य कर्मचारीले भर्ने भनी तोकिएका जे पनि हुन्छ त्योहरू सबै भर्नुपर्ने हुन्छ। वार्षिक कार्ययोजना भित्र परेका कामहरूबाट भर्नुपर्ने हुन्छ। अब यसमा यसो गर्दाखेरि कर्मचारीले आफ्नो कार्य विवरण र स्वीकृत वार्षिक कार्ययोजनाको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने हुन्छ। प्रत्येक वर्षको साउन 7 गते भित्र है, यो चाहिँ साउन 7 गते भित्र तपाईहरुले भर्नुपर्ने हुन्छ। अनि आफूले गरेको सबै कामहरूलाई सकेसम्म समेटिने गरी बढीमा 5 वटा कामहरू छोटकरीमा उल्लेख गर्नुपर्ने छ। नियम 57 बमोजिम भरिएको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारममा नाम, दस्तखत, मिति समेत उल्लेख गरी तोकिएको समयभित्र दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षकसम्म पेश गर्नुपर्ने पर्छ वा हुलाकबाट पठाउनु पर्ने भए तोकिएको समयभित्र हुलाकमा रजिस्टर्ड दर्ता गरी मूल्याङ्कनका सुपरिवेक्षक कहाँ पठाउनु पर्ने हुन्छ। सुपरिवेक्षक सम्बन्धित कर्मचारीबाट भरिएको फारम प्राप्त भएपछि खण्ड क मा उल्लेखित सुपरिवेक्षकले भर्ने र टिप्पणी गर्ने पनि भनिएको तोकिएको महलमा कर्मचारीद्वारा भरिएको उपलब्धि समेतलाई दृष्टिगत गरी टिप्पणी गर्नुपर्ने छ। कर्मचारीले भरेको उपलब्धि र टिप्पणीको आधारमा सुपरिवेक्षकले प्रत्येक वर्षको साउन मसान्त भित्र खण्ड ख को सुपरिवेक्षकको मूल्याङ्कनको अंश भर्नुपर्ने छ। यसरी मूल्याङ्कन गर्दा सुपरिवेक्षकले कर्मचारीबाट आफ्नो कार्य विवरण तोकिएका र वार्षिक कार्य योजनामा मूल्याङ्कन गरिसकेपछि आफ्नो नाम, पद, दस्तखत, मिति समेत उल्लेख गरी सो कार्य सम्पादन मूल्याङ्कन फारम साउन मसान्त भित्रै पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पुनरावलोकनकर्ता समक्ष पेश गर्नुपर्ने हुन्छ। त्यही भएर यो साउन 7 भित्र हामी सबैले भरिसक्नुपर्छ। अब यो चाहिँ तपाईहरुलाई वर्ड फाइल चाहिएमा कमेन्ट गर्नु होला। अब यहाँ छ यो सबै तपाईको के छ, कसो छ, कसरी भर्ने, नयाँ कर्मचारीहरूले एकचोटि पुरै पढ्नु होला है। सेवा समूह, उपसमूह र पद नाम स्थानीय सेवा नियमावलीसँग मेल खाने हुनुपर्ने छ। सेवा समूह, उपसमूह र पद नाम लेख्दा संक्षिप्त रूपमा नलेखी पूरा रूपमा लेख्नुपर्छ। पुरै रूप, जस्तो कि सहायक भने स मात्रै नलेख्ने, पुरै सहायक लेख्नुपर्छ। 5औं तह हो भने 5औं तह पुरै लेख्ने। सब इन्जिनियर हो भने सब इन्जिनियर लेख्ने। वरिष्ठ लेखा प्रशासन सहायक हो भने वरिष्ठ लेखा प्रशासन सहायक लेख्ने। पुरै आफ्नो पद चाहिँ खुल्ने गरी सर्टकट नमार्नु होला। अब यसमा चाहिँ फेरि अब यो चाहिँ अनुसूची गण्डकी प्रदेशको अनुसूची 17 मा चाहिँ नियम 56 को उपनियम 1 सँग सम्बन्धित सहायक कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फारम रहेको छ। यसमा तपाईहरुले विशेष पेश गरेको स्थानीय तह, अब यसमा गाउँपालिका, नगरपालिका आफ्नो जे छ त्यो भर्नु होला। अनि दर्ता नम्बर चाहिँ त्यहाँ दर्ता गरेर मिति चाहिँ त्यहीको अब कति गते बुझाउनु हुन्छ त्यति गतेको मिति राखेर अनि त्यहाँ दर्ता गराउनुपर्छ। दर्ता नम्बर चाहिँ त्यहाँ हाल्नुपर्छ। पछि यो पेनले भर्दा हुन्छ। अनि कर्मचारीको नाम चाहिँ यहाँ राख्नुपर्छ। अनि मूल्याङ्कन अवधि यो चाहिँ श्रावण 2000 अब नयाँ साल लेख्ने हैन। अब महिना चाहिँ श्रावणदेखि अर्को अब असार मसान्तसम्म त्यो लेख्नुपर्छ।
अब यो चाहिँ पछिल्लो हामीले यो सालको चाहिँ भर्नुपर्ने हुन्छ। त्यही भएर 2082 देखि 83 त्यसरी लेख्नुपर्छ। असार मसान्तसम्म पद चाहिँ लेख्नुपर्छ। अब त पनि लेख्नु पर्यो, सेवा, समूह, उपसमूह र कार्यालयको नाम। अनि त्यसपछि हाल पदमा नियुक्ति मिति पेश गर्ने कहाँ त्यो लेख्नु। अनि यस मूल्याङ्कनको अवधिमा सरुवा भएको कार्यालयहरू क्रमशः लेख्नुपर्छ। सम्पादित कामको विवरण लेख्नुपर्छ। अनि सम्पादित कामको विवरण लेखिसकेपछि लक्ष्य तोकिएका र नतोकिएका कामहरू पनि लेख्नुपर्छ। अनि यसरी गर्दाखेरि कुनै काम सम्पादन हुन नसकेको भए त्यसका कारणहरू पनि लेख्नुपर्छ। सुपरिवेक्षकले ठिक छ बेठिक छ यहाँ छुट्याउनुहुन्छ। कर्मचारीको दस्तखत अनिवार्य आफ्नो हाल्नुपर्छ। लक्ष्य तोकिएको कामको निमित्त निर्धारित आधारहरू, परिमाण, लागत, समय र गुणस्तर सम्भव भएमा भर्ने प्रयास हुनैपर्छ। अब जस्तो कि अब तपाईहरूले कुनै योजना सघाउनु भयो, त्यो ठुलो योजना थियो, त्यसको परिणाम कति थियो, लागत अनुमान कति थियो, समय कति लाग्यो, गुणस्तर कतिको आयो, त्यो पनि लेख्नुपर्ने हुन्छ। त्यसपछि सुपरिवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कन अब यहाँ हुन्छ। यो खण्ड हामीले भर्नु पर्दैन, यो चाहिँ सुपरिवेक्षकको र पुनरावलोकनकर्ताकोले भर्छ। अब खण्ड गमा पुनरावलोकन समितिको मूल्याङ्कन हुन्छ। अब यसमा समिति तोकिएको हुन्छ, त्यसमा चाहिँ उहाँहरूले भर्नुहुन्छ। अनि यहाँ खण्ड ख सुपरिवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कन यहाँ रहेको छ। खण्ड ग पुनरावलोकन समितिको मूल्याङ्कन हुन्छ। यहाँ नम्बर दिने यसरी स्टेप अति उत्तमको 1, उत्तमको 0.75 यसरी छ। पूर्णाङ्क चाहिँ 5 मार्क यसको लागि पनि छ। यो चाहिँ भयो तपाईहरूको का समूहको र सम्पत्ति विवरण पनि तपाईहरूलाई बुझाउनु पर्ने हुन्छ। यो अब काम सुरु भयो। श्रावण 1 गतेदेखि अब 7 गतेभित्र यो का समूह भरिहाल्नुपर्छ। हस्त साथीहरू, तपाईहरूलाई भिडियो कस्तो लाग्यो र यो चाहिँ वर्ड फाइल चाहिएमा तपाईहरू कमेन्ट गर्नुहोला, आफ्नो मेल आइडी छोड्नुहोला, सकेसम्म म पठाइदिउँला एकैचोटि। श्रावण 1 को तपाईहरूको मेलमा जान्छ। यो कुराहरू एकचोटि पढ्नु होला। नयाँ नियुक्त साथीहरूले चाहिँ यो चाहिँ सबै पढ्नु होला। अनुसूची 17 भएकै भर्नु होला, गण्डकी प्रदेशवालाले पनि। हस्त साथीहरू, धन्यवाद।